गाइस फाइनली मैले आँखा चेकअप गराएर पनि चस्मा पनि बनाएर ल्याएँ होइन। अनि तपाईँहरूलाई देखाउँछु ल। यो चाहिँ कहाँ बनाएँ भन्दाखेरि आई क्लिनिक दृष्टि अप्टिकल सिङताममा। म चाहिँ सधैँ त्यहीँनिर बनाउँछु, त्यहाँ चाहिँ मजाले हेरिदिनुहुन्छ र चाहिँ। अनि फ्रेम चाहिँ कस्तो बनाएँ भन्दाखेरि यहाँ ट्याक्कैसँगले मलाई चाहिँ खासै भने चाहिँ ब्ल्याक फ्रेमहरू पुरा मनपर्छ होइन, तर ब्ल्याक चाहिँ थिएन, यही बेटर लागेर चाहिँ यही ल्याएँ मैले। मेरो चाहिँ पहिल्यैदेखि आँखा कमजोर छ नि त। अनि मैले चस्मा नलगाएको चाहिँ 3 महिना जस्तो भएको थियो। त्यो पुरानो चस्मा चाहिँ मैले रिल्स बनाउँदाखेरि बसेर चाहिँ पाडकप्रेक फुटाइपठाएँ नि त, त्यहाँदेखि लगाएको थिइनँ। तर अहिले अहिले चाहिँ पुरा प्रब्लम भइरहेको थियो क्या, आँखाहरू पुरा पोलेर आँसुहरू आउने, अनि आँखाहरू स्वेलिङ हुने, टाउको दुख्ने, यस्तो समस्या भइरहेको थियो र चाहिँ नबनाइ नहुने होइन। त्यही माथि फोन हेरै टु मचै हुन्छ हामीले त कन्टेन्टहरू बनाउँदाखेरि, त्यसले गर्दाखेरि चाहिँ आज लिएर आएको होइन। अनि यस्तो छ, यो फ्रेमले चाहिँ मलाई कस्तो देखियो, सुहायो कि सुहाएन भन्नु होला नि है।